हेलो साथीहरू से वा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला अनि सो म पनि सन्चै छु। सो मेरो आजको भिडियो चाहिँ के छ भने साथीहरू अचारको रेसिपी। सो मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। म चाहिँ अब जाँदैछु अचार बनाउन किचन। सो तर कति धेरै गर्मी छ कि साथीहरू यहाँ दुबईमा चाहिँ मलाई चाहिँ लास्ट गर्मी भइरहेको छ होइन। म अब जाँदैछु किचनमा। सो यहाँ चाहिँ खुर्सानी, सो यहाँ रहेको छ मेरो अचारको लागि यो चाहिँ सुकमेल, ल्वाङ, मरिच छ यहाँ लसुन अदुवा अनि यहाँ चाहिँ अदुवा मैले काटेर भुज्री बनाएको छु। सो यहाँ चाहिँ मैले चिकन रेडी गरिसकेँ अनि यहाँ चिकन काटेर होइन चिकन चाहिँ यहाँ रेडी छ यति धेरै अनि यहाँ मैले निकालिसकेँ रोस्ट गरेर पनि। किचनमा यति गर्मी छ कि साथीहरू अहो यस्तो पोलिरहेको छ कि मलाई होइन। म यस्तो दुःख गरेर मेहनत गर्दैछु मेरो यहाँ पाक्दैछ अनि यता खाना पनि खाएको छैन मैले, खाना पनि बसाइरहेको छु। सो मलाई यस्तो गर्मी भइरहेको छ होइन। मलाई चाहिँ चिकनको अचार खाने मन भएर म चाहिँ चिकनको अचार बनाएर टक्क बतामा खान चाहन्छु भनेर चाहिँ यति धेरै रेडी गरिरहेको छु। यस्तो गर्मी भइरहेको छ साथीहरू होइन, खान मन लागेर त बनाउनु पऱ्यो नि है साथीहरू। सो मलाई यति गर्मी भइरहेको छ यहाँ पोलेर पसिना रहेछ यहाँ यता पाक्दैछ। ल मासु चाहिँ अब रातो भइसक्यो है साथीहरू। सो अब यो चाहिँ निकाल्ने बेला भयो। यता मेरो खाना पनि सिटी लाग्दैछ साथीहरू। त्यति सजिलो कहाँ छ अचार खानु होइन यहाँ त पसिनाले यस्तो बाफिरहेको छ नि, यस्तो धुवा उडिरहेको छ यो मासुले गर्दाखेरि। यस्तो धुवा आइरहेछ, यस्तो पसिना भइरहेको छ। अचार अचार अचारले गऱ्यो साथीहरू। अचार खानु कहाँ सजिलो छ र साथीहरू। तेलले यहाँ हात पोलिदिएर ठुलो यस्तो बिजोग भएन। यहाँ रेडी भइसक्यो। अठा यस्तो हात पोलेन नि तेल फड्केर मासु खानु सजिलो त हो। पड्केर तेल सब चुलाभरि तेल चाहिँ पड्केर लास्टै गाह्रो साथीहरू मासुको अचार खानु। बल्ल साथीहरू मासु रोस्ट गरिसकेँ पसिनाले। मलाई हेर्नु यहाँ गर्मीले यस्तो पोलिरहेको छ, धुवा उडेर यस्तो भइरहेको छ होइन साथीहरू। सो मासु चाहिँ रेडी भइसक्यो। अब चाहिँ म अचार बनाउँछु। मैले चाहिँ यहाँ अब तेल लगाइसकेँ, मेथी पनि पड्काइसकेँ। अब अदुवा यस्तो गर्मी भइरहेको छ नि साथीहरू। अब यसलाई मजाले फ्राई गर्ने। अब अदुवा पनि रेडी हुनु लाग्यो साथी। यस्तो गर्मीले मलाई बोल्न सासै आएको छैन। अनि यहाँ रहेको छ मसलाको पेस्ट। अब अदुवा चाहिँ मजाले पाकिसक्यो। सो अब म यसलाई मसला एड गर्छु। यहाँ पनि छ मिक्स मसला। मैले सबै मसला लगाइसकेँ। सो अनि यहाँ छ विशेष मसला अचारको मसला चाहिँ है त। अनि यहाँ छ हाम्रो नुन, टेस्ट अनुसारको नुन लगाइन्छ। मैले सबै मसला एड गरिसकेँ साथीहरू।
अनि यहाँ छ सोया सस साथीहरू। सो यसलाई पनि थोरै एड गर्ने रहेको छ। भेनेगर चाहिँ मैले अलरेडी रेडी गरिसकेको छु। अब यसलाई पनि एड गरिदिन्छु। अब मसला पाकेर अर्कै कलरको भइसक्यो भने साथीहरू आउँछु मासु मिक्स गर्छु। फाइनली मैले मासु ल्याइसकेँ। अब यसलाई म खोल्छु। अहिले मेरो अचार चाहिँ रेडी भइसक्यो साथीहरू। सो फाइनली अचार पनि रेडी भइसक्यो। अब म चाहिँ यहाँ भर्न चाहन्छु ल साथीहरू। सो मैले बट्टा पनि रेडी गरिसकेँ। यो कस्तो गर्मीले नि झन्डै माऱ्यो अचारको अनुहार हेर्नु। सो फाइनली मैले अहिलेको अचार चाहिँ रेडी गरिसकेँ साथीहरू। यति दुःखले बनाएँ साथीहरू होइन अचार। पसिना सरी मेन चाहिँ यो चाहिँ खतरा हेर्नुहोस् फुल भयो।